So hi there everyone. म चाहिँ आफ्टर अ लङ टाइम काइन्ड अफ भ्लग अब काइन्ड अफ स्टोरी लिएर आएको छु. सो यो बाँकी जुन अब अहिले चाहिँ यो मैले आफ्टर पछि रेकर्ड गरेको. सो जुन त्यो मेन मोमेन्ट थियो त्यसको चाहिँ मेरो मम र ड्याडले एक्सप्लेन गर्नुहुन्छ. सो यदि तपाईँहरूलाई चाहिँ भूतको स्टोरीहरू मनपर्छ भने चाहिँ मेबी यो भूतको स्टोरीले सेन्स गर्छ. अब म धेरै जस्तो आफ्नो भिडियोहरू चाहिँ मेरो फ्यामिली मेम्बरहरूको लागि नै बनाएर आउँछु सो द्याट हामीले हाम्रो नै पहिलाको कुराहरू चाहिँ रिकल गर्न सकौँ भनेर हो. अनि यो पनि त्यही नै छ. अनि तर कस्तो भइदियो भन्दा ठ्याक्कै त्यो हामीले स्टोरी रेकर्ड गरेको दिन नै हल्का त्यस्तै कोइन्सिडेन्स पनि भइदियो भनौँ न. हामी ठ्याक्कै म दिदीकोमा गएको थिएँ, हामी मम ड्याडीहरू सबैजना आउनुभएको थियो. अनि त्यसपछि हामी त्यहाँबाट लन्चेस्टन एक दिन घुम्नलाई गयौँ. लन्चेस्टनमा बस्यौँ. अनि त्यसपछि एयरबिएनबी बुक गरेको थियो होइन. त्यो एयरबिएनबी चाहिँ अलिकति सेक्लुडेड ठाउँमा थियो, हल्का सेतो खालको घर. अनि त्यसपछि भित्र चाहिँ अलिक हर्ल्याङ हुन्छ नि, भर्खरै के भन्छ रिकन्स्ट्रक्ट गरेको जस्तो. अनि त्यसपछि ऊहरू चाहिँ ठुल्ठुलो क्या, तर एकदम हुन्छ नि धेरै सामानहरू नभएको कस्तो कस्तो थियो क्या. अनि त्यसपछि ल ठिकै छ भनेर बस्यो, एक रातको लागि कुरा थियो. राति सुत्यो. अनि मलाई चाहिँ 12 बजीतिर वासरुम आयो. म वासरुम गएँ. वासरुम पनि एकदम ठुलो होइन, ऐना पनि ठुलो. त्यहाँ अब ठ्याक्कै फर्किने बेलामा चाहिँ मैले ऐनामा सट्टै हेरेँ. अनि पछाडिबाट के आइदियो भने त्यसरी टाइम पनि 12 बजेछ होइन, कति हुन्छ नि त मनमा. अनि बट स्टिल आएँ. त्यसपछि मलाई रातभरि निन्देर लागेन होइन, बिहान छर्लङ्ग भयो. त्यसपछि हामी घर फर्क्यौँ ताजमेनिया. त्यसपछि त्यहाँ फर्केपछि चाहिँ कस्तो भइदियो भन्दा त्यो दिन पनि म सुतिनँ. अनि एकछिन 1 घन्टा जति रेस्ट गरेको थिएँ. अनि बेलुका त्यही अब फेरि हामी छुट्टिनु पर्ने थियो मम ड्याडीहरूसँग. त्यहाँबाट म फर्किनु पर्ने थियो. अनि मैले यो भिडियो रेकर्ड गरेँ. अनि त्यो राति चाहिँ म ठ्याक्कै 3 बजीतिर बिउँझेँ क्या. अनि त्यसपछि वासरुम गरेर फर्केपछि चाहिँ म ब्ल्याकआउट भएर लडेँ कि वासरुममा. अनि यही इन्सिडेन्ट रिलेटेड चाहिँ अब कति कुराहरू चाहिँ बाबाले पनि एक्सप्लेन गर्नुभएको छ. बट मेरो चाहिँ मेडिकल रिजनहरू पनि पछि मैले अब यहाँ आएर चेकअपहरू गरेँ, एभ्रिथिङ वाज अल राइट. अनि त्यसपछि तर त्यो चाहिँ विकनेसले, एकदम टायर्डनेसले, अनि धेरै लङ टाइम के अरे विदाउट स्लिप डिप्राइभ भएर चाहिँ एकैचोटि हुन्छ नि जुरुक्क उठेर केही गर्दा चाहिँ मेरो त्यो लेगसम्म चाहिँ ब्लड नपुगेको कारणले भनेर भन्यो. बट स्टिल काहीँ न काहीँ कोइन्सिडेन्स भएर चाहिँ मलाई अलिकति त्यो के भन्छ नि अलिअलि कोरिलेट गरेको हो कि जस्तो लाग्यो. बट स्टिल बाँकीको स्टोरीहरू चाहिँ मेरो मम्मी ड्याडीहरूले हुन्छ नि पहिला हामीले सुन्ने अब त्यो दन्ते कथाहरू जस्तो. अब हामीले त कति कुराहरू रिलेट गर्छौँ, बुझ्छौँ. बट तपाईँहरूले पनि सुन्नुहोस्. यदि तपाईँहरूलाई रमाइलो लाग्यो, तपाईँहरू पनि केही स्टोरी छ भने चाहिँ कमेन्ट बिलो होइन. बाँकी चाहिँ होप यु गाइज इन्जोय द भिडियो. अब आई ट्राई टु मेक भ्लग अलिकति कन्सिस्टेन्ट नै होइन. बट जसले हेरिदिनु भएको छ, जसले वाट एभर भ्युज आउँछ जे आउँछ, म आइएम भेरी ह्याप्पी. उहाँले चाहिँ फुर्का बुन्नुहुन्थ्यो अरे कि दाँतले यसरी उयो गरेर कस्तो फुर्का बुन्नुहुन्थ्यो अब थाहा छैन, फुर्का बुन्नुहुन्थ्यो अरे. अनि आमाले चाहिँ के अरे यसो काटेर अनि यसो फुर्का बुनौँ भनेको त भएन अरे कि फुर्का. हाम्रो आमाको पाला त्यही पाहाडमा त सानो खुर्मी यसरी बोक्छ नि, अहिले पनि गुरुङहरूले बोक्छ नि, त्यसले देखेछ हो. त्यो खुर्मीले च्वाट 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 काटेर ती थुपार राखेर आमा त जानु अब घरमा अब त्यो गाई साई लिएर बेलुका जानुभयो अरे. अनि त्यहाँबाट त त्यो दिन फेरि कस्तो भएको थियो अरे भने दाजु चाहिँ मालदाजु चाहिँ केटीहरूको गोठहरूमा टाढा हुन्छ अरे गोठहरू. अनि ठप्पै त्यो अब केटीहरूसँग जुवारी खेल्न, अब त्यो रमाइलो गर्न, अब केटाकेटी त्यही त हो नि, गइहाल्नु भयो अरे. हाम्रो आमा एक्लै हुनुहुन्थ्यो अरे के गोठमा. अनि राति सुत्दा चाहिँ घुमोडाएर सुत्नु थियो अरे हाम्रो आमाले होइन, चुलोको छेउमा. अनि त्यहाँबाट त पहिला आउँदा त ठ्याक्कै माइला दाजु भएर आयो अरे. जस्तो हाम्रो मामा त्यस्तै भएर ठ्याक्कै भित्र पस्यो अरे. भित्र पस्यो भनेपछि के भन्यो अरे भने, बहिनी मेरो सुनाखरी किन काटिस् तैँले, बहिनी मेरो सुनाखरी किन काटिस् तैँले भने अरे. आमाले आवाजहरू सबै सुनेको छ, आँखा पनि देखेको छ, तर आमा चल्नु उठ्नु के गर्नु पनि सकेको छैन है. माइल दाजु छ अरे. फेरि हेऱ्यो त्यसो भनेर त अनि भन्यो अरे. अनि त्यहाँबाट त हाम्रो आमाको त स्वाटै घुम झिकेर डढाइदियो अरे आगोमा हालिदियो अरे घुम. मेरो सुनाखरी किन काटिस्, मेरो सुनाखरी किन काटिस् भन्दै हालिदियो अरे. अनि त्यहाँबाट त हाम्रो आमालाई त ठ्याक्कै नाग्यो अरे कि, खुट्टाले फट्टै नागेर धुनेरी चाहिँ हाम्रो आमाहरूले चाहिँ बाँसको हुन्छ अरे कि गाई धुने, त्यस्तोमा धुनेरी थियो अरे. त्यो धुनेरी टक्कै झिक्यो अरे. झिकेर एउटा मथुरा भन्ने भैँसी चाहिँ बोइला भएको नब्याएको थुप्रो वर्ष भएको थियो अरे कि. अनि अब यो त बेचिदिनुपर्छ, ब्याएन भनेर राखेको. त्यहाँबाट त ठ्याक्कै त्यो दुनेरी झिकेर त दुध दुयो अरे कि, ज्वार 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 गर्दै.
अनि भर त माल दाजुले धुएर झुन्डाको दुध फेरि धुन्छ माल दाजुले भन्डान्जर के आमा चाहिँ। अनि पछि त ठ्याक्कै त्यसरी फेरि आमालाई टक्कै नागेर फेरि त्यो जहाँ थियो ती झुन्डाइराखेर त्यो दुनेरी झुन्डाएर त अनि त्यहाँबाट त सबै भैँसी फुकाए अरे फुकाएर अनि त्यहाँबाट त के अरे सबै भैँसीलाई उ गर्दै ह मथुरा ह मथुरा भन्दै खेद्दै 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 गयो अरे है। अनि त्यो आक्लो त्यो यस्तो 3टा आक्लो त्यो हुन्छ के हाम्रो पनि पहिला त्यस्तो उ गर्थ्यो त्यो तगारो भन्छ त्यो ठ्याक 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 लाएर त्यसो भन्दै भैँसी खोलेर जाँदा त कहाँ भैँसी खोलेर त्यसरी सबै भैँसी खोलेर अनि त्यहाँबाट त्यहाँ दुध झुन्डाएर स्वाट्ट यसरी फर्केर आमालाई नाग्दा त के को माल दाजु हुनु मेरी आमा मान्छे यत्रो यत्रो अरे कपालले त आमालाई त तान्दै गयो अरे त स्वार्याङ र्याङ 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 गर्दा कपाल त यति लामो। अब त्यो गइसकेपछि त आमाको त त्यो ह मथुरा हो मथुरा भन्दै त्यो भैँसीलाई भन्दै सुनिन्जेल चाहिँ आमालाई केही पनि भएन अरे त्यो आवाज सुनिन्छ ठ्याक्क आवाज सुन्नु छोडेपछि त बाबा आमालाई छोडेछ अरे कि त्यो उसले लट्टाको छोडेछ अरे। अब आमा त के गर्नु अब हे भगवान् त्यहाँबाट त त्यो बडाबाउको फेरि गोठ त कति टाढो थियो अरे टाढो न टाढो। अनि आमाको पाला त लड्दै त्यो बोल्नु पनि सक्दैन अरे गएर त्यहाँ कति टाढो गएर बडाबाउकोमा सारा फाफा हुँदै गयो अरे। अनि त्यहाँबाट त्यहाँ गएपछि बडाबाउले अनि किन आएको भनेर अनि एकछिन थकाइ मारेर रुँदै आमाले त भन्यो अरे हेर्नु बडाबाउ मलाई त यसरी माल दाजु आउनुभयो अनि मलाई त दिउँसो मैले सुनाखरी काटेको थिएँ किन मेरो सुनाखरी काटिस् भनेर माइला दाजुले भनेर मेरो घुम पनि डढाइदियो घुम चाहिँ साँच्चीकै डढाएको रहेछ अरे घुम पनि डढाइदियो भैँसी हाम्रो त सबै खोलेर लग्यो बडाबाउ अनि दुनेरीमा दुध दुहेर त्यहाँ राख्यो भरे जाँदा त यस्तो यस्तो लट्टा थियो यसरी मलाई त स्वाराङराङ मेरो जिउमै घिसार्दै गयो पहिला आउँदा चाहिँ माल दाजु आएको जाँदा चाहिँ त्यस्तो गयो भनेर भन्नुभयो अरे आमाले। पछि त बडाबाउले त के भन्यो अरे आमै राम्रो छोरी राम्रो त्यो नानी त्यो अब त्यो उसले छुयो अब त्यो भैँसी पनि ब्याउने हुन्छ राम्रो हुन्छ अब त्यो पुरा हाम्रो तेरो त्यो अब गाई बस्तु फैलाउँछ एकदम राम्रो त्यो तैँले सुनाखरी काटिदिएको भएर रिसले तेरो त्यो उ चाहिँ डढाइदिएकै हो तर भैँसीहरू जातो भैँसीहरू घरैमा छ लगेकै छैन उसले त्यो दुनेरीमा दुध पनि हेर त्यो अघि माल दाजुले जति दुगो त्यति मात्रै छ तँलाई त्यो लट्टाको मात्रै हो तर तैँले त्यो उसको सुनाखरी उसले फुल खेल्ने सुनाखरी चाहिँ तैँले काटेको भएर त्यो रिसले त्यसो गरेको हो के पनि हुँदैन कसैलाई नभनै जागो भन्छ अरे। अब कसरी आएर बस्ने त्यहाँ आमा त रातभरि आमाले त ती पिसा पनि फेरे अरे त्यो सुतेकै ठाउँ के को त्यो रातभरि अब गाई भैँसी त्यहाँ छ अब त्यो त अन्त बाघले राति खान्छ मान्छे बसेन भने त मान्छे बसेर आगो फुक्यो भने बाघ हुन्छ त्यसो भनेर भन्नुहुन्थ्यो क्या आमाले त्यस्तो। अनि त्यो फेरि एकचोटि त्यही बनझाँक्रीले हाम्रो आमाको माल दाजु जान्ने थियो अरे के जान्ने धामी अनि आमा चाहिँ यस्तोमा सुतिरहनु भएको थियो अरे त्यही घुम मोडेर त्यस्तोमा अनि सबै त्यो केटीहरू अब त्यो दङ्गाले केटीहरू अब माल दाजु त अब उमेर भएको नि सबै आएर जिस्किएर गीत गाएर नाचेर के गर्दै थियो अरे होइन। एकछिनमा त त्यो बनझाँक्रीले त आमाको यस्तो त्यो यताबाट छिराएर त यत्रै थियो अरे ढ्याङ्ग्रो पनि यत्रो ढ्याङ्ग्रो त आमाको कानमा पो टुङ 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 बजायो अरे आमाले देखेकै छ ढ्याङ्ग्रो पनि देखेको छ है। एकछिनमा त माल दाजु त कामिएर उफ्रेर त्यत्रो त्यो आगो बालेको थियो अरे त्यो आगोमा उफ्रेर माल दाजु त त्यो केटा त्यो साथीहरू कहाँ पुग्यो त्यो बेला पो त आमाले त्यहाँ पिसाब फेरेको त्यो बेला माल दाजु त त्यसरी उफ्रेर कहाँ जानु भएर खोइ के कोसी कि केमा गएर नुहाएर राति नै आउनुभयो अरे अनि बल्ल ठिक भयो अरे त्यस्तो के त्यो बनझाँक्रीले छुएको अब आँखा देख्ने थियो अरे नि त हाम्रो मामा त अनि हाम्रो आमाले चाहिँ त्यस्तो फेरि हाम्रो आमा पनि अलिकति आँखा देख्ने थियो अरे बाजेले त्यो छोरी मान्छेलाई राम्रो हुँदैन भनेर ठोकिदिएको हो के त्यही भएर आमाले देख्ने हो के त्यो भूत देख्ने त्यो देख्नेहरू आमाले त्यो भएर हो के। अनि एकचोटि चाहिँ राति निन्द्रामा अब त्यो चाहिँ सपनामा हाम्रो आमालाई
दुईजना केटीहरू आएर यत्रो दुम्सीको काँडा यसो गर्छ अरे हाम्रो आमालाई ला बहिनी दुम्सीको काँडा भन्छ अरे आमा यसो ल्याउनु गयो फेरि पछाडि सर्छ अरे ला बहिनी दुम्सीको काँडा भन्छ अरे पछाडि सर्छ अरे अनि भोलि बिहान हाम्रो त फेरि मामा हाम्रो बाजेहरू त सबै जान्ने फेरि जान्ने पनि जान्ने एकदमै उखार पातै जान्नेहरू के अनि हाम्रो के अरे आमाले अनि भोलि बाजेलाई भनेपछि त आमै तँलाई हाम्रो सबै सन्तानमा छ तँलाई त्यो छुनु लागेको छोरी मान्छेलाई आएको यस्तो राम्रो हुँदैन मान्छेले राम्रो भन्दैन नराम्रो भन्छ भनेर आमालाई नउत्रोस् भनेर ठोकिदिनु भएको अरे कि अनि अब यो चाहिँ या तेरो सन्तानमा या तेरो दाजुभाइको कुनै सन्तानमा एकजनालाई चाहिँ आउँछ भनेको थियो अरे कि हाम्रो आमालाई ठोकिदिएको भएर हाम्रो आमाले चाहिँ त्यो भएर आँखा देख्ने कि हाम्रो आमाले चाहिँ राति हिँड्दा भूतहरू देख्ने त्यो हाम्रो आमालाई अब पछ्याउने त्यो कहिले के देख्ने कहिले अब त्यो बनझाँक्रीको ढ्याङ्ग्रोहरू देख्ने त्यस्तो गर्नेहरू चाहिँ हाम्रो आमालाई त्यो भएर अरे कि अनि हाम्रो बाजेहरू त कस्तो अरे भने चिन्ता बस्दा बस्दै के अरे यस्तो त्यो पाहाड घरमा त यस्तो हुन्छ नि साटा त्यो उसको बाँसको त्यस्तोमा के अरे फ्याट्टै यस्तो माथि गएर गौँथाली भएर मान्छे त्यो गौँथाली भएर फ्याट 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 पखेटा मात्रै गर्ने त्यस्तो हाम्रो बाजेहरू त्यस्तो सक्ने अहिले ऊ गरेर अहिले त्यो माटो ऊ गरेर त्यो चिन्ता बस्दा बस्दै माटो राखेर त्यसमा सुन्तलाको बिउ छरेर अहिले उमारेर अहिले फलाएर खान दिनु सक्ने हाम्रो बाजेहरू त्यतिसम्मको अरे कि त्यो भुइँ फुटुवा भन्छ नि हाम्रो बाजे त 7 वर्षमा उत्रेको अरे नि त 7 वर्षमा त्यो पनि बनझाँक्रीले लगेको अरे 7 दिनमा फेरि घरमै ल्याइदिएको अरे त्यो त केटीले मात्रै खान्छ अरे केटाले खाँदैन केटा चाहिँ बनझाँक्री सानो हुन्छ अरे उसले चाहिँ विद्या सिकाउनु लाने तर उसको बुढी चाहिँ के अरे कपाल त्यो के अरे ऊ भएको अनि त्यहाँबाट त्यो उसको त्यो ऊ चाहिँ दुध चाहिँ यति लामो लामो हुन्छ अरे अनि त्यसले ओह्रालो खेद्यो भने चाहिँ त्यसले खेद्दा त्यो बुढीले खेद्दा ओह्रालो भाग्यो भने चाहिँ केही गर्नु सक्दैन अरे त्यसले त्यो लत्रेर त्यो दुध लत्रेर हिँड्नु सक्दैन अरे उकालो खेद्यो भने चाहिँ उकालो हामी भाग्यो भने चाहिँ त्यो ट्याक्कै उसले काँधमा राखेर भेट्छ भन्नुहुन्थ्यो क्या हाम्रो आमाहरूले अनि यसो भन्छ अरे त्यो बुढीलाई त त्यहाँ उसले थुनेर राखेको हुन्छ अरे कि त्यहाँ पनि अनि यसो भन्छ अरे बुढीले चाहिँ मनुखे गनायो खाउँ भन्छ अरे अनि बुढाले चाहिँ यो मैले जस्तो लिएको छ उसको के अरे उहरूलाई गार्जेनहरूलाई अब उहरूलाई परिवारलाई मैले त्यस्तै बुझाउनु पर्छ यो खानु हुँदैन भनेर उदेखि छलेर राख्छ अरे कि उसले त्यही भएर उसले त्यो विद्या सिकाएर 7 दिनमा चाहिँ घरको छेउमै ल्याइदिन्छ अरे कि हाम्रो बाजे चाहिँ त्यस्तो 7 वर्षमा त्यस्तो उत्रेको हाम्रो बाजे बोक्सी होइन ऊ चाहिँ त्यो बनझाँक्रीको बुढी चाहिँ मान्छे खाने होइन बोक्सी भनौँ जे भनौँ अनि बोक्सी जो अब त्यो ऊ जस्तै ऊ चाहिँ मान्छे खाने अब ऊ चाहिँ बुढा धर्म गर्ने बुढी पाप गर्ने भनौँ न त्यस्तो हुन्छ अरे अनि हाम्रो बाजे फलाक चाहिँ कस्तो भने यो इन्द्रजाल पनि पढेको हाम्रो हो इन्द्रजाल पढेको हाम्रो बाजेहरू होइन होइन हाम्रो आमापट्टिको चाहिँ हो के अनि इन्द्रजाल पढेको अरे अनि साथीहरू सबैजना एकचोटि हाम्रोतिर चाहिँ कस्तो भने ढाकारमा सबै सामान हालेर कति दिनको बाटो हिँड्नुपर्छ नि त अब नुनहरू त्यो फलामहरू अनि त्यसरी साथीहरू गएको अरे सबैजना होइन अनि सबैजना गएर अनि बाटोमा बिसाएर बस्यो अरे बसेपछि हाम्रो बाजेले चाहिँ ए साथी हो मासु खानु मन लागेको छ भने अरे कि लागेको छ नि यत्रो बिन्द्रवनमा यो कसले ल्याइदिन्छ र भनेर अनि तिमीहरू आँट गर्छौ त भरे म मासु बोकेर बाघ भएर आउँछु सुँगुर बोकेर त्यो बेला तिमीहरूले चाहिँ यो म अक्षता फुकेर राख्छु यसले हान्नु सक्नुपर्छ होइन तिमीहरूले यसले हानेन भने चाहिँ भोलि म जङ्गल पस्छ म बाघको बाघै हुन्छ मान्छे हुँदिनँ म तिमीहरूले गर्नु सक्छौ भने म ल्याउँछु भनेर भन्नुभयो अरे होइन सक्छौँ भने अरे पहिला त अनि लु मैले यो चामल फुकेर यो ढाकारको काम्रो राखिदिएको छु तलै डोकोमा काम्रोमा राखिदिएको छु भरे म सुँगुर बोकेर पुरा गर्जिँदै आउँछु बाघ जस्तै पुरा घाँक्रा घु गरेर गर्जिँदै आउँछु त्यो बेला चाहिँ तिमीहरूले यो के अरे चामलले मलाई हान्नु अनि म मान्छे बन्छु अनि सुँगुर ल्याउँछु अनि त्यो काटेर खानुपर्छ हामी भनेर जानुभयो अरे होइन भरे अब कति घन्टा पछि आएर साँच्ची नै गर्जिँदै गाङ गाङ राङ्गुङ सब साथीहरू त रुखमा
कोही छैन भुइँमा त। बाजे त घुम्दा घुम्दा सुँगुर बोकेर घुम्दा लास्टमा त्यो डोकोको काम्रोको चामल पुच्छरले भेटेर बल्ल मान्छे हुनुभयो अरे। त्यहाँबाट भरे साथीहरूलाई बेसकना कराउनु भयो अरे, हैट अबदेखि म यो काम गर्दिनँ, तिमीहरूले मलाई झन्डै जङ्गल पसायो भन्नुभयो अरे कि। अनि फेरि त्यस्तै, अनि फेरि एक दिन त्यसरी जाँदा जाँदा भने अरे, ए साथी हो तिमीहरूलाई जाँडा खानु मन लागेछ भने अरे। अब यस्तो जङ्गलको बिचमा घर छैन केही छैन, कसरी जाँडा खानु मन लागेको, खानु मन लागेछ नि भने। ल त्यो फुर्के भन्छ कि हाम्रो चाहिँ, त्यो एकतिर त्यो बाँसको यसो 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 गरेर खुर्केर यत्रो यत्रो बनाउँछ के, त्यो भुसभुस परेको बाँसको फुर्के भन्छ। त्यो चिन्ता बस्दाखेरि हाम्रोतिर गर्छ, तैँले देखेको होला। हो फुर्के भन्छ कि, फुर्के भन्छ, घुङ्ग्री होइन फुर्के। मालिङ्गोको। अनि यो फुर्के लगेर त्यो फल्ना दोबाटोमा राखेर आऊ भने अरे होइन साथीहरूलाई। राखेर बाजेले यहाँबाट के मन्तर गर्यो, त्यो कुन्चाइको निगार सबै निगारको त्यो झोल जाँडको झोल त्यसमा ल्याइहाल्नु भएछ अरे बाजेले मन्तरले। अनि लु अब लिएर आऊ त्यो भने अरे। लिएर आयो होइन, गरौँ न गरौँ छ, लु निचार भनेर जत्रो भाँडामा निचार्यो त्यत्रै भाँडा भरिने। हाम्रो बाजेहरू त्यस्तो त्यस्तो खालहरू हो कि हाम्रो बाजेहरू चाहिँ। त्यो त पछि चाहिँ लास्टमा चाहिँ के भयो अरे भने, अनि एक दिन हाम्रो बाजेले के गर्यो अरे भने, अब सबै गरिसक्यो, अब यो भ्यागुतालाई मोनी लाएर हेर्नु पऱ्यो म कस्तो हुँदो रहेछ त भनेर भ्यागुतालाई मन लाएर दिनभरि त्यो भ्यागुता हाम्रो बाजे जहाँ जहाँ गयो त्यतै गएर दिनभरि रुखमा चढ्यो, रुखमै चढ्छ अरे हैरान। अनि लास्टमा बाजेले चाहिँ के गर्नुभयो अरे, मनमा लिनुभयो अरे भने, यस्तो पाप काम रहेछ यो त, अब न यसले दिनभरि खाएको छ न के गरेको छ, अब यस्तो यो काम पाप काम रहेछ भनेर पानीमा बगाएको अरे, पानीमा पनि बग्दैन अरे त्यो किताब, फेरि जल्दैन पनि अरे खासै त्यो किताब। अनि त्यही भएर चाहिँ हाम्रो बाजेले चाहिँ के भन्नुहुन्थ्यो अरे भने, के अरे हाम्रो बाजे खालहरूले त एकदम जुजु बाजेले त एकदम पाप गर्यो नि त त्यो त। अब त्यो सुँगुर बोकेर ल्याएको, त्यो जाँड अर्काको निगार लिएको सबै पाप हो नि त त्यो। अनि त्यसो गरेको छ, त्यही भएर हाम्रो छोरा खालहरू चाहिँ एकदमै छिट्टो मर्छ अनि भनेर भनेको अरे। त्यही भएर अन्त हाम्रो मामाहरू, अनि एउटा मामा उहाँ गएर कता हो कोसीले बगायो कि के भयो अरे हाम्रो आमा खोज्नु जाँदा, त्यस्तो के त्यो छोराहरू चाहिँ छिटछिटै त्यो के उमेरै नभए मर्ने अरे कि, त्यो पाप गरेको भएर। अनि हाम्रो बाजेले त्यसो भन्नुहुन्थ्यो अरे कि, अब यो काम चाहिँ मेरो बाजे त्यो नाता नातिनी पलातीले चाहिँ कसैले पनि नगरोस्, यो काम भनेको एकदम पाप काम हो भनेर हाम्रो बाजेहरू चाहिँ त्यस्तो थियो अरे पहिला के, एकदमै बलियोमा बलियो। अनि के होइन पानीमा बगाइदिएको, पानीमा बगाइदिनु भयो अरे। अनि हाम्रो बाजेहरू त त्यस्तो। अनि फेरि अब फेरि हाम्रो आमाको बाउखालहरू त फेरि अब सबै मलाएको पल्टानेहरू, अब ठुल दाजु पनि, अनि के अरे अब झन् ठुल दाजु त झनै हाम्रो बाजे त हलदार मात्रै हो क्या अरे नपढेर, मामा त के भने हो सेकेन्ड लप्टन कि कप्टन के अरे कि, एकदम अब बाजेले पनि उ गर्नुपर्ने के अरे बाजेले। अनि बाजेले भन्नुहुन्थ्यो अरे, यसलाई मैले यहाँ आउँदा पो मैले यसलाई त भनेर यसो गरेर बोलाउँछु, उहाँ गएपछि त यसलाई मैले सोल्ट ठोक्नुपर्छ नि भन्नुहुन्थ्यो अरे कि हाम्रो बाजेले। हाम्रो आमा पनि एकचोटि आउनुभएको थियो अरे पेन्सन थाप्नु धरान के अरे बाजेसँग उहिले। आमा त 7 वर्ष कि कतिको हुनुहुन्थ्यो अरे। अनि डुङ्गामा गएको अरे त्यति बेला हाम्रो आमाहरू डुङ्गामा कहाँनिर जाँदाखेरि डुङ्गा पल्टेर झन्डै गएको अरे, किनभने भरे त्यो डुङ्गामा चाहिँ मासु बोकेको रहेछ अरे, त्यस्तो मासुहरू बोक्नु हुँदैन अरे नि त डुङ्गातिर। अनि त्यो भएर पल्टेर हाम्रो आमा त यति डुबेको अरे भनेर भन्नुहुन्थ्यो हाम्रो आमाले। जयनगर भन्नुहुन्थ्यो, खोइ त्यताबाट आउनुभयो अरे धरानमा। हाम्रो आमाको बाजे खालहरू चाहिँ, हाम्रो आमाको घर चाहिँ माइतीहरू चाहिँ असाध्यै धनी के, एकदमै धनी। हाम्रो आमा चाहिँ त्यो सुरुमा उता जिजु बाजे आउँदा चाहिँ के चाँदीको कम्पनी र उल्याएर अनि त्यो चाँदीको कम्पनी
त यस्तो बाक्सामा त उसको बाक्सा त भरिभरि थियो अरे। हाम्रो आमाले के को बनाउनु, हाम्रो आमाले त त्यही कम्पनी चोरेर चाहिँ के अरे सुनको फुल पनि अनि त्यो त त्यो घरमै। अनि त्यही त त्यो सबै थियो अरे आमाको। अनि आमाले चाहिँ पछि आमाको फुपूले चाहिँ जाउँ दार्जिलिङ घुम्नु भनेर भगाएर लिएको अरे फुपू पर्नेले। अनि आमाको आमा चाहिँ फेरि यस्तो नि त, हाम्रो बाजेको 2टा बुढी, हाम्रो आमाको आमा कान्छी, अनि ठुला आमाको चाहिँ ठुला आमापट्टिको चाहिँ 3जना दाजु, जेठा माइला कान्छा 3जना दाजुहरू। अनि आमा चाहिँ कान्छीपट्टिको 1जना मात्रै। अनि हाम्रो आमा 1.5 वर्षको हुँदा चाहिँ हाम्रो बाजे लाउरेमा जानुभएको अरे। लाउरे त्यो कहानी पनि फेरि लामो छ। लाउरेमा जानु हुँदाखेरि चाहिँ अनि हाम्रो फेरि हाम्रो आमाको आफ्नै आमा चाहिँ आफ्नै देवर पर्नेसँग फेरि गएको अरे। त्यही भएर त उता के भन्छ सिलगढी होइन पेसोकबाट पेसोक अरे छ्या सिक्किम होइन रिसाटबाट पारी मारेबुङतिर छ क्या अरे हाम्रो त्यो। अहिले त हुनुहुन्न होला हाम्रो आमाको आमा चाहिँ। अनि त्यही भएर चाहिँ हाम्रो आमालाई चाहिँ तेरो आमा भेट्नु जाउँ हिँड भनेर फुपूले चाहिँ ल्याउनु भएको अरे। अनि हाम्रो आमाले चाहिँ त्यो कम्पनी खोइ चाँदीको कम्पनी त्यो बाजेको बक्साबाट खोइ कतिवटा चोरेर ल्याउनु भएको थियो अरे। त्यो कम्पनी पनि त्यही कम्पनी त पछि लिएर आमालाई दिएको अरे। आमाले दिएन अरे त्यो कम्पनी नै। अनि त्यहाँबाट आमाको सबै उतै। अनि आमालाई पछि अनि के अरे चिठी पठाउनु भएको थियो अरे मालदाजु हो कि होइन, मालदाजु त मरिहाल्नु भयो, कान्छा दाजु कि कसले। जो जातसँग गए पनि मेरो बहिनी जहाँ गए पनि त्यसको यो सम्पत्तिहरू त्यो जति हामीले दिएको छ नि यसलाई सुन चाँदीहरू त्यो चाहिँ ल्याउन आओस् भनेर गर्नुभएको थियो अरे मामाले। जानु भएन आमा। हाम्रो मामा खाल चाहिँ त्यस्तो अरे कि त्यहाँमै हो। अनि फेरि एउटा चेली 3 दाजुभाइको त्यस्तो के 2टा बजेहरू हाम्रो। अनि बडे आमाले हुर्काएको आमालाई त ठुला आमाले एकदम माया पनि गर्ने अरे। अनि भन्नुहुन्थ्यो अरे ठुला आमाले चाहिँ मुङलान नजानु है छोरी, गाई काट्ने माई काट्ने ठाउँमा। त्यो मुङलान भन्ने चाहिँ अब दार्जिलिङ अर्काको देश, अब अर्को देशहरू गाई काटेर खान्छ माई काटेर खान्छ भन्थ्यो अरे कि। अब पाहाडतिर त खाँदैन नि त गाई, अब गाई गोरुहरू खाँदैन नि त, अब दार्जिलिङतिर त खाँदैन त। अनि हाम्रो आमालाई त्यो फुपूले लगेर चाहिँ उता अनि आमाकोमा बस्नुभएको अरे। तर आफ्नो जन्म दिने आमाले चाहिँ राम्रो नगर्ने अरे, बरु त्यो साना बाउले चाहिँ राम्रो गर्ने अरे आमालाई। अनि त्यहाँबाट नि आमाले छोडिदिएर चाहिँ अनि हिँडेर अनि पापासँग बिहे गर्नुभएको। ल अब यति हो बाबाको चाहिँ अन्तिम। बाबाको त फेरि सत्य हुन्छ कि हुँदैन कुनै, मलाई त सत्य जस्तो पनि लाग्दैन। ल सुन पर्दैन यतिकै राखेँ। म चाहिँ एकचोटि अब त्यही 12 वर्षमा ठ्याक्कै ऊ भएको थिएँ। 12 वर्षमा मलाई थियो। अनि ठ्याक्कै अब घाँस काट्नु जाने भनेर आज पुर्ने थियो। आज भोलि बेलुका पुर्ने अघिल्लो दिन हाम्रो अहिले दिन घाँस काट्ने भनेर गएको। अनि निनी म अनि अर्को 2जना दिदीहरू हामी 5जना घाँस काट्नु गएको थियो। नागदह भिरमा भन्ने ठाउँमा त्यहाँ पुग्यो। यसो हेऱ्यो माथि हेरेको एकदम राम्रो घाँस तलबाट। अनि सबै 5जना काट्दै गएको। म काट्दै गएँ माथिसम्म पुगेँ। टिलिल्ल घाम लाग्यो। माथि हेरेको त एकदम धह रहेछ, त्यहाँ त सानो धह। तल हेरेको पुरा कालो देखेँ मैले त, कालो देखेँ। अनि पछि त्यो कालो देखेपछि 2टा नाग आएर त सुहाँ गऱ्यो मलाई। सुहाँ गरेपछि त मलाई त फुत्तै तल खोला फ्यालिहाल्यो दहमा। नागदहको भिर भन्ने दहै छ, भिर चाहिँ उकालो, त्यहाँबाट फ्यालेपछि म तल दहमा बसेको। एउटा कपाल लामो भएको 2 फिट जतिको मान्छे, एउटा चाहिँ त्यही हो अब झाँक्रीकै बुढी होला। अनि ऊ आयो, उसले उता तान्छ मलाई, त्यो केटा मान्छेले यता तान्छ। अनि तल बसेर के सिकायो। अनि सिकायो यो जङ्गलको देवता हो, त जङ्गलको चाहिँ पूजा गर्नुपर्छ भने उसले के उसकै भाषामा सिकायो। अब त्यो भाषा मैले नभनौँ। अनि केटीले उता तान्थ्यो, पछि चाहिँ केटाले यता तान्यो। अनि मलाई खानेकुराहरू सबै दियो। खानेकुरा दिँदा चाहिँ त्यो चामलको दिएको जस्तो लाग्थ्यो, पछि त्यो बलुवा रहेछ।
अनि मासु दिएको त्यो मरे मान्छे हड्डी रहेछ त्यसलाई त अब चेक गर्नु पऱ्यो अनि त्यो चेक गरिसकेपछि अनि ल अब यो कात्तिकको पूर्णे भोलि हो त भोलि बस्दा मात्रै उसमा मात्रै बस्नु तेरो अरूको थानमा नबस्नु मङ्सिरको पूर्णिमा तँलाई म उतारिदिन्छु भनेर मलाई त फुत्तै माथि फाल्यो त्यो बेला त निनीहरू कराउँदै घर आइसकेको रहेछ खोलामा डुब्यो भनेर अनि पछि बुवाहरूले चाहिँ मलाई कराउँदै थियो त त्यहाँ गएर घाँस काट्ने तँलाई त डुबाएको छ भनेर भन्दै हुन्थ्यो अनि पछि अनि फेरि मलाई त्यहाँ गएपछि ठ्याक्कै खसी मासु चाहिँ मलाई खसी मासु खाना चाहिँ केही डर हुँदैन अनि यता गएर चाहिँ तैँले साल्पा पोखरी गएपछि तेरो ऊ आउँछ खसी मासु चाहिँ तैँले खानुहुन्न खसी छोड्न नि हुँदैन भनेपछि म ठ्याक्कै त्यो पोखरी गएपछि मलाई मङ्सिरमा ठ्याक्कै उत्रियो पनि मलाई मेरो गुरु पनि अहिलेसम्म छैन म अब 32-33 वर्ष भइसक्यो तर मैले चलाएर चाहिँ उद्धार चाहिँ मैले गरेछु एउटा काइँला भाइलाई अनि काइँला भाइलाई जङ्गलको देवताले भेटाएर चाहिँ लाट पुरै मरे जस्तै भयो अनि 7 दिन भइसक्यो त्यसको बोली नै छैन अनि एउटा त्यो नेपे भन्ने थियो उसलाई बोलाउनु गएको हाम्रो बुवाको ऊ र गएको अब हाम्रो बुवा पनि अलि जान्ने नै हो बोलाउनु गएको यहाँ मान्छेको काम छ म आउँदिनँ भनेर भन्यो अनि नआउने मेरो यो पो ल्याएछु अनि नआउने भए म अरू बोलाउँछु नि त भनेर भन्यो अनि पछि बुवालाई गर्नु नि एकचोटि यो भनेको बुवाले यो मलाई अलि यसको अनुभव आउँदैन अब जङ्गलको देउता अलि बोलाउनु त म बोलाउँछु त्यही पनि अब त्यति चाहिँ मलाई आउँदैन भन्यो अनि अब कसलाई खोज्नु जाने त भने अरू कोही खोजेर लिएन भन्यो अनि त्यसो भए अब मलाई नि आउन त आउँदैन मै बुझाइ हेर्छु नि त भने 1.5 घन्टा लाएर मैले त्यो 64वटा देउता थियो जङ्गलको देउता बोलाएर सोध्दै लिएर गएको फरक्क फर्केर मलाई भोक लाग्यो कि मलाई भोक लाग्यो भन्यो अनि केसँग खान्छ भने मासु र भात खाने भन्यो त्यो बेला एउटा कुखुरा सिँगै आधा माना चामल खप्पै खाएर अनि जुक्कै उठेर बसेछ त्यो एउटा धर्म गर्यो अनि एउटा त्यो लामाको नातिनी पनि अब बौद्ध सौध लगेछ कहाँ लाँदा अब ठिक नभएर अनि त्यो पनि त्यसलाई पनि जङ्गलकै देउताले भेटाएको त्यसलाई पनि यताउता गरेर अहिलेसम्म त्यो चाहिँ टाउको पनि दुखेको छैन भनेर अस्ति नै भन्दै थियो त्यति चाहिँ मैले उद्धार गरेछु त खासै गर्न मन लाग्दैन अहिले खासै गर्न मन लाग्छ तर म सक्दिनँ त्यही हो भन्छ ल धेरै धेरै धन्यवाद धन्यवाद भएपछि अब पछिसम्मलाई काम लाग्यो नि त बिर्सिन्छ क्या कति कुराहरू हो नि मैले अस्ति नै सोचिरहेको थिएँ यो चाहिँ गर्नु पर्ला भनेर त्यही हो अनि अहिलेसम्म अब चलाउँदैछु अहिलेसम्म खेलाइ छु होइन साथ दिएकै छ साथ दिएकै छ अहिलेसम्म गुरु थापिएको छैन त्यही हो अहिलेसम्म चलेकै छ ठिक छ